नमस्ते, म गायक आरके खत्री। किन आएको आउँदा हुन्छ आज चाहिँ हाम्रो सानी नानीको गीतको रेकर्डिङ हुन गइरहेको छ। रेकर्डिङ हुने ठाउँ चाहिँ यो होइन। आरके दाई चाहिँ बाहिर नै हुनुहुन्छ, मलाई वेट गरिराख्नु भएको छ। यही नै हाम्रो स्टुडियो। आज रेकर्डिङ हुने गीत चाहिँ यहाँ रेकर्डिङ हुने हो। म चाहिँ भित्र जान्छु होइन। अनि उता चाहिँ हाम्रो आरके दाई चाहिँ उताबाट चाहिँ रेकर्डिङको लागि स्टार्ट भइसकेको छ। उहाँ चाहिँ अब एयरफोन लगाएर ट्याक्कै रेकर्डिङको लागि चाहिँ रेडी हुँदै हुनुहुन्छ। गीत एकदम राम्रो छ है। छिटो भन न। त्यसै दाइले चाहिँ भित्र गीत गाइराख्नु भएको छ। म यता मजाले इन्जोय गरेर बसिरहेको छु। गीत चाहिँ हामीले चाहिँ पुरा सुनाउन मिल्दैन, किनकि कपिराइट भन्न सक्छ। त्यही भएर हामीले चाहिँ यो पहिला चाहिँ गीतहरू हामी सुनाउन मिल्दैन, त्यही भएर चाहिँ नसुनाएको हो गीत चाहिँ। अब सबै पछि अडियोमा भिडियोमा हुन्छ है। नमस्ते, म गायक आरके खत्री र आज चाहिँ भर्खरै हाम्रो ओपल स्टुडियोमा सानी नानी भन्ने गीत रेकर्ड भएको छ। अब छिटो नै यसको भिडियो सहित हाम्रो अनुपम साई युट्युब च्यानल मार्फत आउँदैछ। तपाईँहरू सबैले च्यानललाई सब्सक्राइब गर्नु होला, माया दिनु होला। धन्यवाद।